केही व्यक्ति र मैले हिजोको कार्यक्रममा हिजोको एउटा कार्यक्रममा पनि बताएको थिएँ पहिला त तपाईहरुको नाममा सुकुम्बासीको नाममा भूमिहीनको नाममा जुन राजनीति वर्षौंसम्म चलेको छ यसलाई यदि कानुन बनाएर काम कानुनी माध्यमबाट जे हुन्छ त्यही गरेर सक्दिन म मेरो कार्यकर्ता भए या अर्को कुनै पार्टीको कार्यकर्ता भए पाउने नभए नपाउने बनाएर कानुनले जे भन्छ यदि गलत तरिकाले गरिएको छ भने त्यसलाई कानुन सच्याएर भए पनि पाउनुपर्ने मान्छे कानुनले दिन्छ दिनुपर्ने भनेको मान्छेलाई यो टपिकलाई यो विषयलाई सदाका लागि यो पसन्द छ नि जुन यो भोट बैंकको यसलाई बन्द गर्ने मैले बच्चा हिजो पनि दिएको छु यो चुनावी सभा नभएको हुनाले घोषणापत्र पार्टीको भाषापत्रमा लेखेर हामी यो कुरालाई पुरा गर्नलाई त सरकार त बनाउनु पर्ला के पर्दैन यसै कारण यस पटक हामीले के भनेको भने यस पटक एकपटक 5 वर्ष काम गर्ने गरी तपाईहरुले सुनाउनुहोस् म तपाईलाई गैर कानुनी काम गर्छु म भन्न सक्दिनँ तपाईहरु गैर कानुनी ढंगले बस्नु भएको छ भने म तपाईले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न तर कानुनले तपाईलाई दिन्छ भने अब यसलाई चाहिँ नि भोटको बैंक बनाएर हामी राख्दैनौं यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म तपाईलाई वचन लिनुहुन्छ नि हजुरको हरेक झण्डा बोकेर पर्दैन झण्डा बोक्नु पर्दैन हैन झण्डा बोक्नु होइन पर्दैन कहिले पनि पर्दैन तपाई आफ्नो काम गर्नुहोस् तपाई आफ्नो विवेक पुर्याएर भोट हाल्नुहोस् झण्डा बोक्नु पर्छ समय छ भने मात्र बोक्नुहोस् मेरो झण्डा बोकेका कारणले तपाईको काम हुने होइन कानुनले दिने भएर तपाईको काम हुने हो कानुनले दिएन तपाईको हुँदैन कानुनले दिन्छ गर्छौं तर यसलाई भोट बैंक बनाएर भोट माग्ने भाडो हामी बनाउँछौं